म डाक्टर सङ्ग्रामपुरी, प्राकृतिक चिकित्सा विशेषज्ञ। विशेषतः म योग र प्राकृतिक चिकित्साको क्षेत्रमा विगत लामो समयदेखि कार्यरत छु। अड्क्यो भने चाहिँ अब तपाईँले खाना अड्केछ भन्नु सोध्यो, त्यसपछि के हो ब्याक ब्लो, फाइभ ब्याक ब्लो हो। ब्याक ब्लो भनेर यसरी पछाडि जोडले कि। हेलो नमस्कार, मेरो नाम चाहिँ बिस। तपाईँहरू सबैलाई, आमा बाबा दाजुभाइ दिदीबहिनी सबैलाई देश विदेश जता पनि हुनुहुन्छ, सर्वप्रथम तपाईँहरूलाई दसैँको शुभकामना अनि तिहारको शुभकामना गर्न चाहन्छु। आशा छ तपाईँको स्वास्थ्यहरू लाभ होस् र प्रगति गर्दै जानु होला। अनि आज चाहिँ म चाहिँ दानामा छु र आज हाम्रो चाहिँ बेसिक लाइफ सपोर्ट ट्रेनिङ प्रशिक्षण एवं अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर एन्ड फर्स्ट एडको किट ह्यान्डओभर हुँदैछ दानामा। अनि त्यसको साथै हाम्रो मित्र सङ्ग्रामजीले चाहिँ उतापट्टि हाम्रो योगको कुराहरू कार्यक्रमहरू उता गर्दै हुनुहुन्छ। यो कार्यक्रम चाहिँ आज मिति 2082 असोज 5 गते स्थान ज्ञान प्रकाश नमुना माध्यमिक विद्यालय दाना म्याग्दीमा। अनि तपाईँको यसको आयोजक चाहिँ फ्रेन्डली ब्रदर्स दाना सेरेफेरो। अनि तपाईँको प्राविधिक सहयोग चाहिँ प्रादेशिक स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेश नेपाल। संयोजन चाहिँ तपाईँको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 3 दाना। अनि तपाईँको ज्ञान प्रकाश नमुना माध्यमिक विद्यालय अन्नपूर्ण 3 दाना म्याग्दी पनि छ। अनि तपाईँ अर्को चाहिँ के भन्न चाहन्छु भन्दाखेरि हाम्रो प्रधानाध्यापकज्यू शान्त नेपाली सरलाई अनि हाम्रो वडा अध्यक्ष रमेश पूर्जाज्यूलाई चाहिँ धेरै धेरै धन्यवाद छ। अहिले चाहिँ तपाईँको दुईजना डाक्टर साहबहरू, डाक्टर अमित ढुङ्गाना अनि तपाईँको डाक्टर सन्दीप केसी, अनि अर्को चाहिँ मेरो मित्र डाक्टर सङ्ग्रामपुरीलाई चाहिँ 3 जना डाक्टरहरू चाहिँ मैले हजुर यहाँ दानामा लिएर आएको छु। अनि यसको साथै हाम्रो आदरणीय भीम पूर्जाज्यू फ्रेन्डली ब्रदर्स दाना सेरेफेरो युकेका अध्यक्षलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसको साथै सम्पूर्णले आर्थिक रूपमा, भौतिक रूपमा अथवा सामाजिक रूपमा अथवा तपाईँको सुझाव सल्लाहमा सहयोग गर्नुभएको सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। र यो चाहिँ देश विदेशमा, युकेमा मात्र नभएर हाम्रो देश विदेशमा छरिएका सम्पूर्ण दाना प्रेमी दाजुभाइ आमा बाबा भाइ बहिनी सबैलाई चाहिँ यो भिडियो हेर्नुहुन्छ होला। आशा छ तपाईँहरूले मन पराउनुहुन्छ होला र तपाईँहरूले पनि सक्यो भने चाहिँ यस्तै कार्यक्रमहरू दानामा लिएर आउनु होला, किनकि हामीले हाम्रो गाउँलाई चाहिँ माथि उठाउनुपर्छ र जरुरत पनि छ। हाम्रो गाउँ बने मात्र देश बन्छ, किनकि गाउँ नै गाउँले बनेको हाम्रो नेपाल हो भन्दै तपाईँहरूसँग बिदा चाहन्छु। अन्त्यमा त्यति नै सामग्री सपोर्ट गर्दै हुनुहुन्छ आज चाहिँ हाम्रो सामग्रीहरू चाहिँ हाम्रो फर्स्ट एड किट छ। त्यहाँनिर चाहिँ तपाईँको अक्सिजन स्याचुरेसन, अक्सिजन नाप्ने कुराहरू, तपाईँको पकेट मास्कहरू, तपाईँको यो बिएलएस दिँदाखेरि चाहिँ तपाईँको पकेट मास्कहरू, यो मुखमा लाउने पकेट मास्कहरू होइन, त्यहाँबाट तपाईँको रेस्क्यु ब्रेथ दिँदाखेरि चाहिँ त्यो सामग्रीहरू छ। अनि यसको साथै ब्यान्डेजहरू, ह्यान्डी प्लासहरू होइन, किनकि अब बच्चाहरूले तपाईँहरूको यहाँनिर अब बास्केटबल खेल्छ, भलिबल खेल्छ, गेमहरू खेल्छ, अनि उहाँहरूको चोटपटक लाग्यो भने चाहिँ ह्यान्डी प्लासदेखिबाट लिएर आएर तपाईँको बेटाडिनहरू, गजहरू, अनि तपाईँको इभन एङ्कल ब्यान्डेजहरू, ब्याक ब्यान्डेजहरू, अनि तपाईँको जस त्यहाँनिर थुप्रै सामग्री छ। अहिले मलाई याद भएन, जस थुप्रै छ हाम्रो सामग्रीहरू चाहिँ। अनि त्यसको साथै हामीले चाहिँ हाम्रो 8 to 10 जना चाहिँ यहाँ तपाईँको स्वास्थ्य केन्द्र अनि तपाईँको स्कुल अनि तपाईँको माथि मोबाइल हेल्थ वर्कर उहाँहरूलाई पनि ट्रेनिङ गर्दैछु। अनि जहाँसम्म मैले बुझेसम्म चाहिँ, म गलत नहोला सायद, जहाँसम्म मैले बुझेअनुसार चाहिँ अहिले एडी मेसिन चाहिँ तपाईँको हाम्रो स्कुलमा चाहिँ यो चाहिँ अधिराज्यभरमा चाहिँ यो प्रथम नै होला जस्तो लाग्छ मलाई, म गलत छैन होला। यति भन्दै तपाईँहरूलाई फेरि पनि नमस्ते टक्राउँछु। धन्यवाद। म शान्त नेपाली, श्री ज्ञान प्रकाश नमुना माविको प्रधानाध्यापक। आज हामी अत्यन्तै महत्त्वपूर्ण कार्यक्रममा दानावासी जुट्दैछौँ र आजको कार्यक्रम यहाँहरूले ब्यानरमा पनि देखिसक्नु भएको छ। बेसिक लाइफ सपोर्ट ट्रेनिङ एउटा पाटो छ। त्यो ट्रेनिङ अहिले हामीले बिहान 8 बजेदेखि तल चाहिँ हलमा सञ्चालन गरिरहेका छौँ। मान्छे हार्ट एट्याक भएर, फेन्ट भएर कुनै कारणले चाहिँ ढल्यो भने, ढल्न पनि सक्छ, विद्यालयमा पनि यत्रो विद्यार्थीहरू छन्, अन्य समुदायमा पनि त्यस्तो खालको चाहिँ परिस्थिति सिर्जना भयो भने त्यो एउटा मेसिन हामीले जति सक्दो छिटो उसलाई लगेर फिट गरिदियौँ भने त्यो मेसिनले चाहिँ श्वास प्रश्वासमा चाहिँ सपोर्ट गर्छ र मान्छे तत्कालै चाहिँ उसको मृत्युबाट बचाउने
त्यो एउटा मेसिनले ब्रदर्स दाना सेरोफेरो युके मार्फत त्यो मेसिन प्रयोग गर्नका लागि स्वास्थ्यबाट, आयुर्वेदबाट, विद्यालयबाट, स्वयंसेविकाबाट र युवा क्लबबाट गरेर 11 जना साथीहरूलाई हामीले त्यो ट्रेनिङ पनि दिँदैछौँ र सँगसँगै योगा, यो हाम्रो स्वास्थ्यसँग सम्बन्धित अर्को एउटा ट्रेनिङ फेरि हाम्रो यो कार्यक्रममा उपस्थित भइदिनु भएकोमा सबै उपस्थित महानुभावहरूलाई म फेरि पनि विद्यालयको तर्फबाट र अन्नपूर्ण गाउँपालिका वडा नम्बर 3 को तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत पनि गर्दै सर्किँदा मड्किँदाखेरि लगायतका मुटुको चाल रोकिँदाखेरि त्यसलाई स्वचालित गर्ने मसिन पनि यो फ्रेन्डली ब्रदर्स दाना सेरोफेरो युके मेरा अनन्य मित्र विष्णु पूर्जाज्यूको सक्रियतामा फ्रेन्डली ब्रदर्स दाना सेरोफेरो युकेद्वारा सम्पूर्णलाई धन्यवाद दिँदै म पनि यहाँबाट बिदा हुन्छु। धन्यवाद। एउटा हाम्रो कुन ब्याकग्राउन्डबाट पृष्ठभूमिबाट आएका छौँ, हाम्रो कति चाहिँ बेसलाइन होइन त्यो सम्बन्धी कति छ, त्यो अनुसारको कस्तो खाले होइन कसरी हामीले अगाडि बढाउने त ट्रेनिङको लागि भनेर एक आपसमा ट्रेनिङलाई राम्रो बनाउनुलाई पनि एक आपसलाई चिन्नु पर्ने होइन। त्यसै कारणले कार्यक्रम राखेको म चाहिँ अब यहाँ पछाडि गर्थ्यो है त्यसरी। अब ताकि फेरि यो हान्दाखेरि फेरि पिस लडेर त जानु भएन है, मैले आफूले धान्नु पनि पऱ्यो, बुझ्नुभयो नि। यसरी दिँदा यो दुईवटा के भन्छ पाता होइन, दुईवटा पाताको बिचमा 1 2 3 4 5 पटक दिएँ। त्यसपछि यो हातले यसो गरेँ, यो हातले चोटि चिसमा थिच्ने अनि दुईचोटि चाहिँ ब्रेक दिने, त्यो सम्झिनु पऱ्यो तपाईँहरूले। अब घरमै हो भने तपाईँले मुखले दिए पनि भयो होइन। अब तपाईँसँग यो पकेट मास्क छ भने चाहिँ पकेट मास्कले दिने होइन। अनि अब यो छ भने यो त्यो भयो। अर्को कुरा चाहिँ डक्टर साहबले भन्नुभएको चाहिँ अब एडल्टको त्यो भयो, चाइल्डको चाहिँ अब तपाईँ 2 जना छ भने 50:2 अनि तपाईँ 1 जना मात्र छ भने 30:2 त्यही भयो। अनि तपाईँको ब्रेक चाहिँ सेम भएन। अनि तपाईँको त्यो पकेट मास्क र बिबिएम सेम भयो। अनि यो चाहिँ अघि डक्टर साहबले भन्नुभएको थियो नि एडल्टको चाहिँ अब तपाईँको त्यो चोकिङ के खाना अड्क्यो भने चाहिँ अब तपाईँले खाना अड्केछ भनेर सोध्ने, त्यसपछि के हो ब्याक ब्लो 5 ब्याक ब्लो भनेर यसरी पछाडि जोडले कि होइन भुइँमा पनि खसेछ कि छैन त्यो होइन। अनि त्यसपछि एब्डोमिनल थ्रस्टमा चाहिँ पक्कै हात यसरी राखेर यस्तो एब्डोमिनल थ्रस्ट। अनि यो चाहिँ निक्ल्यो भने उसले उसले साह्रो फेर्न थाल्छ। अब त्यो भएन भने अनरेस्पोन्सिभ भयो भने बोल्नु तपाईँले सिपिआरको कुरा। यदि उसले चाहिँ अब त्यो घाँटीबाट निकाल्यो बोल्यो भने चाहिँ उसले बाँच्यो नि त, केही गर्नु परेन। अनि अर्को चाहिँ बच्चा छ नि, बच्चाको चाहिँ डक्टर साहबले भन्नुभयो जस्तै अब सानो बच्चाहरूको त अब तपाईँले अब गर्नुसक्छ अथवा त्यो घाँटीमा निलो हुनसक्छ होइन। अब हामी जस्तो मान्छे चाहिँ अब घाँटीमा समात्छ क्या, तर बच्चाले त समात्दैन। यो पुरा रगत जाम पुस हुन नपाएपछि सबै निलो हुन्छ, हातबाट निलो हुन्छ होइन। अनि त्यस्तो भयो भने चाहिँ तपाईँको चाहिँ अब यो बच्चालाई चाहिँ कसरी उसको घाँटीमा अड्किनु हुन्छ, तपाईँले चाहिँ यसरी हातमा राखेर अनि यहाँ चाहिँ 5 चोटि 3 4 5 यो चाहिँ यो के अरे ब्याक ब्लो भन्छ। अनि तपाईँको चाहिँ एडल्ट हामी जस्तो मान्छेलाई चाहिँ एब्डोमिनल थ्रस्ट भयो। यस्तो यो बच्चाहरूको लागि चाहिँ चेस्ट थ्रस्ट भन्छ कि चाहिँ अब तपाईँको फेरि यो चाहिँ दिनु पऱ्यो होइन। अघि भन्नुभएको थियो नि डक्टर साहबले, त्यो यो भयो। अनि अर्को चाहिँ मेसिन चाहिँ अहिले तपाईँहरूले ट्रेनिङमा चाहिँ त्यो सकहरू थिच्ने के गर्नुहुन्छ नि त। अनि अब यसको चाहिँ यो अब यो नयाँ यसको चाहिँ बेसिकल्ली तपाईँको यो ब्याट्री हुन्छ के होइन नर्मल्ली। अनि यो चाहिँ यही हुन्छ है, तपाईँहरूसँगै हुन्छ। यो चाहिँ तपाईँहरूले 11 जना मध्येले नै चलाउने हो है। यो मैले यो झिकेछु जस अहिले म एकछिन यहाँ मैले झिकेछु कि यतै दुखान छ कन्जा यतै दुखान छ हो कि ल भन्नुहोस् त हो। त्यसैले यो शरीर बिगारेर खुब मेहनत छ कि छैन हाम्रो छ, त्यसको थोरै मेहनत लगाउँ त चङ्गा। हामी जस्ता कोही पनि डाक्टर चाहिँदैन, बुझिरहनु भएको छ। तर तपाईँहरू पहिला सचेत हुनु पर्यो। तल माथि तल 5 पटक 2
3 4 5 ओके ठीक छ यहाँ तन्केको छ कि नै तन्केन भने गलत अभ्यास सही अभ्यास भयो भने सबै रोगको समाधान हुन्छ गलत भयो भने पनि गाह्रो हुन्छ है उल्टो 3 पटक 1 2 ओके यस्तो नगर्ने है ठिक छ तन्केको छ यो हातलाई उठाउने हेर्नुहोस् त आफूतिर तान्ने अनि पछाडि हेर्ने ठिक छ म्याडमको ठिक छ एकदम राम्रो गुड गुड तपाईँतिर यदि कम्मरबाट दुखाइ यता तलतिर आएको छ पोल्ने झम्झाउने भएको छ भने सम्झिनुहोस् नसा च्यापिन सुरु गर्यो अगाडि झुक्ने गरुडको भारी उठाउने काम बिल्कुलै नगर्ने अब काममा भारी नै नबोकिकन सम्भव भयो भएन नि त काम परिवर्तन गर्न सम्भव छ छैन तर काम गर्ने तरिका परिवर्तन गर्न सम्भव छ कि छैन कसरी परिवर्तन गर्ने त तरिका काम गर्दै आराम गर्ने आरामसँगै काम धन्दा भ्याउने भनेर शरीर भ्याउनु पर्यो अब परेन काम गर्दै आराम गर्ने आरामसँगै काम गर्ने यो शैली अपनाइएन भने अब तपाईहरुलाई कसैले पनि बचाउन सक्दैन अनि त्यसो भए पानी खानाभन्दा अगाडि टन्न खाएर खाना खाने कि खाना खाएर पानी खाने यसो छ 2 घण्टाको अलि हामीसँग क्रिया क्लास भएकोमा यो कन्फ्युजन आउँथेन उहाँलाई यो कन्फ्युजन आउनु एकदम स्वाभाविक हो अब अघि मैले भने हामीले 3 लिटर पानी दिनमा खानै पर्यो कति बेला खाने भन्दा प्रत्येक घण्टामा एक ग्लासको दरले पानी खानु भनेर सिकाउँछु हामी कुरो बुझ्नुभयो प्रत्येक घण्टामा एक ग्लासको दरले पानी पिउनु बिहान उठ्दा बित्तिकै मनतातो पानी पिउने किन मनतातो पानी पिउने भन्दा रातभरि हामी पो सुत्या हुन्छ हाम्रो अरू इन्जिन त काम गरिरहेको हुन्छ तातेको ठाउँमा एकैचोटि चिसो पानी हाल्दा के हुन्छ त्यसले तापक्रमलाई असन्तुलन गर्न सक्छ त्यही भएर बिहान उठ्दा बित्तिकै पहिला के गर्ने हामी मनतातो पानी एक गिलास पिउने भर्खरै तालिम सम्पन्न गरेपछि हाम्रो विद्यालय व्यवस्थापन समितिको सदस्य बिना पूर्जाज्यूले कस्तो लाग्यो भनेर आफ्नो प्रतिक्रिया दिँदै हुनुहुन्छ। नमस्कार, म यो विद्यालयको व्यवस्था समिति हो अनि मलाई युके सेरोफेरोकोले यो कार्यक्रम ल्याइदिनु भएकोमा र अनि हाम्रो यो गाउँ यो विगत ठाउँमा अनि यो मुटुको हाम्रो हटेटो भइन्छ मुटुको धड्कनको त्यो सामग्रीहरू हाम्रो छोरा दानावासीको छोरा युके बस्ने हुनु सम्पूर्ण दाजुभाइ दिदीबहिनी बुवा मुवा अनि इष्टमित्र मेरो छोराछोरी सबै भन्दा सबै म मेरो व्यक्तिगत तर्फबाट र यो स्कुलको तर्फबाट म धन्यवाद दिन चाहन्छु। धेरै खुसी लाग्यो हामीले धेरै कुराहरू आज सिक्न पाइयो यस्तै मौकाहरू फेरि नि मिलाइदिनु होला भनेर हामी युकेवासीको दाजुभाइ दिदीबहिनी मुवा दाजुभाइ छोराछोरी सबैलाई मैले धन्यवाद गर्न चाहन्छु। हामीसँग यति बेला अन्नपूर्ण गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष रमेश पूर्जा हुनुहुन्छ। उहाँले यो कार्यक्रमको व्यवस्थापन गरेर अब करिब यो कार्यक्रम समापन पनि हुँदैछ। कस्तो लाग्यो यो प्रतिक्रिया दिनका लागि म अनुरोध गर्दछु। धन्यवाद शान्त सरलाई। सम्पूर्ण युकेवासी आदरणीय दाजुभाइ दिदीबहिनी सम्पूर्णमा मेरो नमस्कार। सर्वप्रथम त आजको कार्यक्रम वास्तवमा एकदमै राम्रो र उत्कृष्ट भएको चाहिँ मैले अनुभूति गरेको छु र युके सेरोफेरोले स्कुलदेखि लिएर हाम्रो वडा कार्यालयको स्वास्थ्य सम्बन्धी स्वास्थ्य विभिन्न क्लबहरूमा धेरै पहिलादेखि योगदान दिइरहनु भएको छ र आज यो स्वास्थ्यसँग जोडिएको र सम्भवतः नेपालकै चाहिँ यो स्कुलहरूमा पहिलो नै होला सायद यो मेसिन हाम्रो ज्ञान प्रकाश माविमा प्राप्त भएको छ। त्यसको साथसाथै विभिन्न अन्य चाहिँ स्पोर्टमा चाहिँ आवश्यक पर्ने सामग्रीहरू हजुरहरूले चाहिँ दिनुभएको छ। यसमा अन्नपूर्ण 3 दानाको तर्फबाट र सम्पूर्ण दानावासीको तर्फबाट हजुरहरूप्रति चाहिँ आभार प्रकट गर्न चाहन्छु र योभन्दा पहिला पनि सेरोफेरोले आँखाको क्याम्प राख्दाखेरि 1,25,000 रुपैयाँ चाहिँ वडा स्वास्थ्यको लागि दान गर्नुभएको छ। डाक्टर सुमित्रा दिदीले 50-50 गरेर 1 लाख सहयोग गरिसक्नु भएको छ र सम्पूर्ण फ्रेन्डली ब्रदर्स युके सेरोफेरोको आदरणीय सहयोगी
हातहरूलाई म के भन्न चाहन्छु भने आगामी दिनहरूमा पनि हजुरहरूले यसरी दानावासीहरूलाई सहयोग गर्दै जानुहुनेछ। स्कुललाई त सहयोग गर्नुभएको छ, आगामी दिनहरूमा पनि यो सहयोगको चाहिँ हातहरू अगाडि बढ्नेछ भन्ने चाहिँ मैले आशा राखेको छु। हस्त, धन्यवाद, नमस्कार। हामीसँग अहिले पूर्व वडा अध्यक्ष विद्यालयका पूर्व प्रधानाध्यापक नरसिंह बहादुर पूर्जा हुनुहुन्छ र उहाँ यो तालिममा सहभागी भइसकेपछि छोटो प्रतिक्रिया दिँदै हुनुहुन्छ। कस्तो लाग्यो नरसिंह सर? अब यो कस्तो लाग्यो के लाग्यो भन्ने कुरा त यसको उपयोग गर्नमा चाहिँ बढी राम्रो होला। उहाँहरूले भन्ने त साह्रै राम्रो भन्नुभएको छ। त्यो अनुसारको हामीले कमसेकम केही प्रतिशत भए पनि धेरथोर उपयोगमा ल्याउनु सके असाध्यै राम्रो पनि छ। र यस्तो कार्यक्रमहरू आउन दानाको जनताको लागि असाध्यै सौभाग्यको कुरा पनि हो। सबैलाई नमस्कार। म डाक्टर सङ्ग्राम पुरी, प्राकृतिक चिकित्सा विशेषज्ञ। विशेषतः म योग र प्राकृतिक चिकित्साको क्षेत्रमा विगत लामो समयदेखि कार्यरत छु। चिकित्सा विज्ञानमा हिजोको झारफुकदेखि आजको रोबोटिक सर्जरी, अङ्ग प्रत्यारोपण, यो अवस्थामा आइपुग्दाखेरि चिकित्सा विज्ञानले एउटा चमत्कारिक छलाङ मारेको छ। तर त्यति गर्दै गर्दा पनि आज रोगीहरूको सङ्ख्या दिनानुदिन बढ्दैछ। नयाँ नयाँ घातक चुनौतीपूर्ण रोगहरू व्यापक रूपमा आएको छ। यही प्रसङ्गलाई लिएर हामीले एउटा गाउँ गाउँमा, ठाउँ ठाउँमा एउटा सचेतनामूलक कार्यक्रम अभियानकै रूपमा सञ्चालन गरेका छौँ। त्यसै सिलसिलामा मेरो अनन्य मित्र 23 वर्षपछि भेट भएको विष्णु पूर्जा मगरज्यू, जसको समन्वयमा आज यस अन्नपूर्ण गाउँपालिका वार्ड नम्बर 3 को यो जुन देखिरहनु भएको छ श्री ज्ञान प्रकाश नमुना माध्यमिक विद्यालय, साँच्चै यो नमुना नै माध्यमिक विद्यालय बनाउनु भएको रहेछ यहाँका व्यवस्थापक साथीहरू लगायत प्रजीहरूले। यो स्थानमा चाहिँ हामीले आजको आवश्यकता नसर्ने रोगमा योग एवं प्राकृतिक चिकित्सा भन्ने अभियानलाई चाहिँ यहाँ आज 12 बजेपछि एउटा 2 घन्टाको प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरेका छौँ। किनभने मानिसहरू अहिले हस्पिटल फेर्ने, डाक्टर फेर्ने, ठाउँ फेर्ने, तर आफूले आफूलाई नबदल्ने, यो खालको एउटा परिपाटीले गर्दाखेरि प्रकृतिबाट टाढा कृत्रिमतामा रमाउने र औषधिका बट्टाहरूमा स्वास्थ्य खोज्ने जुन यो खालको परिपाटी भएको छ, यसले धेरैभन्दा धेरै नसर्ने रोगहरूबाट मानिसहरू आक्रान्त भएको अवस्थालाई हामीले गाउँ गाउँमा, ठाउँ ठाउँमा यो चाहिँ अभियानकै रूपमा सञ्चालन गरेका छौँ। र आशा छ यो जुन वार्ड नम्बर 3 अन्नपूर्ण गाउँपालिका वार्ड नम्बर 3 लगायत श्री ज्ञान प्रकाश नमुना माध्यमिक विद्यालयको संयोजनमा जुन कार्यक्रम आज सञ्चालन हुँदैछ, यसले यहाँका जनसमुदायहरूमा साँच्चै नै आहार विहार विचार परिवर्तन गरी आफूलाई स्वस्थ र शान्त आनन्दित अनुभव गर्नलाई पक्कै पनि एउटा चाहिँ कोसेढुङ्गा साबित हुनेछ यो आजको कार्यक्रम भन्ने विश्वास छ। म डाक्टर सङ्ग्राम पुरी यहाँहरूबाट बिदा हुन चाहन्छु। Thank you for all help and supporter of this program. Vishnu Purja 100 pound, Rajendra Purja 30 pound, Sujan Purja 25 pound, Bhim Purja 30 pound, Kamal Bahadur Purja 30 pound, Bal Purja 50 pound, Dev Bahadur Purja 50 pound, Sagar Thapa 25 pound, Yam Purja 50 pound, Bhoj Purja 30 pound, Tika Purja 50 pound, Lakshman and Bal Kumari Garbuja 50 pound, Sita Shersan 30 pound, Yam Purja 25 pound, Guman Singh Pun 25 pound, Ganga Pun 30 pound, Jeet Tilija 30 pound, Man Garbuja 30 pound, Navin Thapa 30 pound, Ananda Pun 30 pound, Parvati Sherjan 30 pound, Tirtha Pun 50 pound, Dhana Nepali 25 pound, Lil Garbuja 25 pound, Lake Kumari Paija 21 pound, Surya Khorja 20 pound, Manoj and Yanu Purja 35 pound, Roman Tilija 20 pound, Pardeep Purja 30 pound, Rudra Purja 25 pound, Chandra Bahadur Purja 25 pound, Netra Garbuja 20 pound, Ravi Gauchan Arias 5000, Devmaya Purja 25 pound, Harikala Garbuja 40 pound and Tik Pun 20 pound.